नमस्कार यहाँहरू सम्पूर्णमा। आज म यहाँहरूको सामु एउटा भिडियो लिएर उपस्थित रहेको छु र मलाई यो भन्दा अगाडि यहाँहरूले सोध्नै गर्नुहुन्थ्यो कि यो दिव्य दृष्टि भन्ने पुस्तक कहाँ छ, यो कहाँ पाउँछ, हामी यो पुस्तकलाई कसरी उपलब्ध गर्न सक्छौं भन्ने जिज्ञासु राख्नु भएकोले गर्दाखेरि मैले आज एउटा सानो भिडियो लिएर यहाँहरूको सामु उपस्थित रहेको छु। र यो विशेष गरी यो दिव्य दृष्टि भन्ने पुस्तक हाम्रो एउटा चेतना नेपाल संस्था अन्तर्गत लागु औषध दुर्व्यसनलाई एउटा नियन्त्रण गरौँ अथवा लागु औषध दुर्व्यसनलाई चाहिँ मुक्त गरौँ भन्ने उद्देश्यका साथ यो किताब प्रकाशन भएको छ। र यो किताब प्रकाशन गर्ने हाम्रो यसै संस्थाका प्रमुख तथा अध्यक्ष तथा राष्ट्रिय हिन्दू एकता मञ्चका अध्यक्ष श्री इन्द्र प्रसाद ओली सरले लेख्नु भएको छ। र यो पुस्तक एउटा पाठ्यक्रममा आधारित छ। विशेष गरी यसमा कक्षा 6 देखि कक्षा 12 सम्मका विद्यार्थीहरूलाई तहगत अनुसारको लागु औषध दुर्व्यसनलाई कुन तवरबाट कुन माध्यमबाट लागु औषधलाई एउटा न्यून गर्न सकिन्छ भन्ने उद्देश्यले तयार पारिएको छ। र यहाँहरूले पनि यदि यो पुस्तकलाई चाहनुहुन्छ भने यहाँहरूले सिधा सम्पर्क गर्न सक्नुहुनेछ। चेतना नेपाल संस्था भद्रपुर 7, फोन नम्बर 9825 911 473। हस्त धन्यवाद।